जुमेट्री शब्द तपाईहरुले सुन्नु भएको छ होला। यो म्याथ सब्जेक्टको एउटा टपिक हो भनेर। यो संसार चलिरहेछ भनेर यो हामीहरुको जुमेट्री शब्दले चलिरहेछ भनेर। यो जुमेट्रीले चलिरहेछ भनेर हो। तपाईहरुलाई थाहा छ होला यो जुमेट्रीले हामीले सबै थोक चलिरहेछ भनेर। अब तपाईले भन्नुहुन्छ कसरी हामीहरुको संसार यो जुमेट्री साइजले चलिरहेछ भनेर। जस्तै कुनै पनि तपाईले एउटा मोबाइल फोन तपाईहरुको सबैको हातमा के हुने गर्छ, मोबाइल फोन हुने गर्छ। त्यसको सेप कुन साइजमा छ भनेर तपाईले भन्दिनुस् त। तपाईहरुले कमेन्टमा भन्दिनु होला कि मोबाइलको कुन सेपमा छ भनेर। यो मोबाइल कुन सेपमा छ, रेक्टेंगल सेपमा छ भनेर। त्यो ज्योमेट्रीमा कति हुन्छ कि हुँदैन? हुन्छ। यो संसार जस्तै हामीहरुको अर्थ छ त्यो कुन सेपमा छ, सर्कल सेपमा छ कि छैन तपाईहरुले गेस गर्नुस् त। त्यो हामीहरुको कुन सेपमा भयो त्यो ज्योमेट्रीको अनुसारमा त्यो ज्योमेट्रीमा पढ्ने गर्छ कि पर्दैन। र मेरो जति पनि भाइ बहिनीहरु 10 क्लासमा पढ्नु भइरहेछ उहाँहरु ज्योमेट्रीमा धेरै गाह्रो रहेको छन् र उहाँहरुलाई प्रुफ नोट चाहियो मसँग भनेर प्लिज कमेन्टमा आएर नोट भनेर मात्र सेन्ड गरिदिनु भयो भने मैले प्रोपर माइनस लेभलबाट नि मैले तपाईहरुलाई नोट पठाउन सकिन्छु र तपाईले यो पढ्नु होला। र म्याथमा सबभन्दा बढी इम्पोर्टेन्ट हुने टपिक हामीहरुको सबभन्दा तपाईले म्याथ पढ्नु भइरहेछ र म्याथको सबभन्दा इम्पोर्टेन्ट टपिक हामीहरुको ज्योमेट्री टपिक हो। र यो म मान्छु कि यो तपाईले ज्योमेट्री शब्द पढ्नु भयो भने मैथ पढ्नु भएको छ भनेर म मान्छु। र तपाईले ज्योमेट्री शब्द पढ्नु भएको छैन भने, ज्योमेट्री पढ्नु भएको छैन भने मान्दैन कि तपाईले पढ्नु भएको छैन। किनकि यो लाइफमा हामीसँग जोडेको हुन्छ यो ज्योमेट्री शब्द। र जुनसुकै पनि हामीले जस्तै ल्यापटप हेर्नुहुन्छ भने कुन टाइपमा हुन्छ, रेक्टेंगल शेपमा हुन्छ कि हुँदैन? हुन्छ। जस्तै कुनै पनि हामीलेको बेड हेर्यो भने रेक्टेंगल शेपमा हुन्छ कि हुँदैन? जस्तै हामीले कुनै पनि सिलिन्डर हेर्यो भने त्यसले कुन शेपमा हुन्छ, सिलिन्ड्रिकल शेपमा हुन्छ कि हुँदैन? जस्तै कुनै पनि हामीले विन्डो हेर्यो, कुनै पनि हामीले जाल हेर्यो त्यो रियल शेपमा हुन्छ, स्क्वायर शेपमा हुन्छ, नत्र रेक्टेंगल शेपमा हुन्छ, अरु कुन शेपमा हुन्छ? जुनसुकै पनि। जस्तै हामीहरु रेक्टेंगल शेपमा पनि तपाईले जाल बनाउन सक्नुहुन्छ। अहिलेको जमानामा छैन कि रेक्टेंगल शेपमा जाल हेर्नु भएको छ होला। र यो सबै संसार चलिरहेछ भनेर ज्योमेट्रीको साइजले चलिरहेछ भनेर हो। र ज्योमेट्री इज द मोस्ट इम्पोर्टेन्ट टपिक। तपाईहरुले यसको जति पनि मेरो भाइ बहिनीहरु 10 क्लासको छन् भनेर हो। म यही भन्न खोजिरहेको छु कि तपाईहरुलाई ज्योमेट्री शब्द चाहिँ धेरै इम्पोर्टेन्ट हो हामीहरुको लाइफमा। र ज्योमेट्रीको बारेमा तपाईहरुले जान्नुस् किनकि ज्योमेट्रीसँग हामीहरुको चलेको यो लाइफ मोस्ट इम्पोर्टेन्ट हो। हस्।